तपाईँको गरगहना सुन चाँदीहरू जहिले पनि बहुमूल्य नै रहन्छ। अर्को इजी मनी जस्तै भयो त्यो चोर्नेलाई होइन, त्यो भइ नै रहन्छ। हामी नेपालीले पनि अब सुन चाँदी गरगहना राख्न छोड्दैनौँ, बरु थप्छौँ होइन। म भन्ने गर्छु कि जोक गर्दै फेरि हामी एडभर्टाइज पनि गर्छौँ कि कसरी भने हाम्रो चुम्लुङ हुन्छ, साकेला सबै लाएर जान्छ, फेरि हाम्रो गरगहना ठुल्ठुलो हुन्छ होइन। त्यो जति ठुलो देखिन्छ त्यति सुन्न भए पनि ठुल्ठुलो हुन्छ। अब त्यो विदेशी चोरलाई त त्यो त भयङ्कर ठुलो देख्छ नि त होइन। अनि त्यो हाम्रो त्यस्तो विभिन्न फङ्सन हुन्छ, बिहा अब साइमन चर्च आदि इत्यादिमा पनि त्यो पनि देख्छ उनीहरूले। अनि हामी कहाँ बस्छौँ भनेर पनि एडभर्टाइज गर्छौँ कि कसरी भन्दाखेरि हाम्रो घर अगाडि टिकटक त भइहाल्यो। तपाईँको फिजिकल चाहिँ चिजहरू हेर्ने हो भने हाम्रो घर अगाडि सयपत्री फुल हुन्छ, हाम्रोमा सागसब्जी हुन्छ, डिस्टिङली चिन्छ कि नेप्लिजको हो भनेर त्यत्रो सुनपेन देखाएर नाच्ने, लास्टमा चाहिँ आफ्नो घर अगाडि चाहिँ सङ्केत पनि छोडे जस्तो होइन। चोरी हुन्छ, मैले पनि सुनेको छु चोरी भएको कुराहरू होइन। म त तर पहिलाभन्दा जागरुक भयो जस्तो लाग्छ मलाई। बट देन फेरि घरमा यति तोला चोरी भयो, यति तोला चोरी हो भन्दाखेरि दुःख लाग्छ कि किनभने फेसिलिटी छ, मेरोमा आउँदा नि हुन्छ कि त मेट्रो ब्याङ्कमा जाँदा पनि हुन्छ होइन। घरमा राख्नुभन्दा त सेफ हो नि त, सेफ भए पनि त्यहाँ मेट्रो ब्याङ्कमा राख्नु मेरोमा राख्नु आफ्नै किसिमको भिन्नता छ होइन। त्यो एटलिस्ट सेफ हुन्छ, तर घरमा राख्नुभन्दा धेरै सेफ हुन्छ। सेफ हुन्छ, यो सेफ हुन्छ भन्दा पनि एउटा भनौँ न, एउटा मलाई थाहा छ कसरी सेफ हुन्छ, त्यसको के छ भन्ने कुरा। तर एज अ मैले नर्मल मान्छेको, नर्मल हामी नेपालीको सोचले मैले सोध्नु हो भने घर त तोडेछ होइन, त्यो भोल्टको पनि त घरै त हो होइन, त्यो पनि त तोड्नु सक्छ नि त होइन। सो मेरो घर तोड्नु र त्यो घर तोड्नुमा त्यो घर तोड्यो भने चाहिँ दुनियाँको जान्छ भन्ने खालको एउटा, त्यसलाई चाहिँ तपाईँले कसरी सेफ्टी रूपमा तपाईँले कसरी डिस्क्राइब गर्नुहुन्छ होइन, कसरी भनिदिनुहुन्छ तपाईँको त्यो भोल्टमा सेक्युरिटीको होइन कहाँसम्म लेभल छ होइन। र भोलिको दिनमा यदि त्यहाँ कुनै इन्सिडेन्ट भइ नै हाल्यो भने होइन, हुड टच त्यो नहोस् होइन, तर भइ नै हाल्यो भने चाहिँ हाउ यु गेट द्याट हुन्छ नि, त्यो चिजहरूलाई चाहिँ तपाईँले कसरी रिफन्ड वा होइन उयो गर्नुहुन्छ। हजुर, त्यसमा धेरैवटा कुरा जोडिएको छ। भाइले एकदम राम्रो प्रश्न सोध्नुभयो, धेरैवटा कुरा जोडिएको छ। जस्तै रिफन्डकै कुरा आउँछ, म त्यसमा अलिक लास्टमा आउँछु होइन, त्यसमा अलिक लास्टमा आउँछु। सुरुमा चाहिँ के भने घरमा राख्नु र हाम्रोमा के फरक हुन्छ भने हाम्रो पर्पज बिल्ड हो। पर्पज बिल्ड भन्नुको मतलब के भने तपाईँ घरमा तपाईँले केमा राख्नुहुन्छ, बेडमुनि अथवा आफ्नो फ्लोरको त्यो निकालेर, अथवा एट द मोस्ट वाट यु क्यान डु इज यु क्यान पर्चेज ए सेफमा राख्नुहुन्छ है, त्यति हो, बढी केही गर्नुहुन्न। अब बेडमुनि राख्ने यो सबै गर्ने चिज आजकलको हाइफाई मेटल डिटेक्टर छ, पत्ता लागिहाल्छ, लगिदिइहाल्छ होइन। सेफ भनेको त एगेन एडभर्टाइज गरे जस्तै हो, अनलेस इट इज स्ट्रङ इनफ, अदरवाइज यु आर टेलिङ द बर्ग द्याट माई थिङ्स आर हियर। अनि त्यसको पनि तपाईँको धेरै घटनाहरू छ। जस्तै लन्डनतिर ठाउँमा मान्छेले तपाईँको त्यो भित्तामै बोल्ट गरेर राखेको भए पनि त्यसलाई चाहिँ उखाडेर लान्छ कि उनीहरूले देन एन्ड देन खोल्न सक्दैन, तर त्यसलाई उखाडेर लगेर त्यो डल्लै चोरेर लान्छ, आफ्नो ठाउँ गएर फुर्सदमा खोल्छ नि त उसले मजाले होइन। अब हाम्रोमा चाहिँ भने के हुन्छ भने तपाईँ आउनुभयो भने भिजिट गर्नुभयो भने मेयरली वाट युल सी इज ए बिग मेटल डोर, खोल्छ, त्यसपछि भित्र तपाईँलाई नर्मल कोठा जस्तो लाग्छ, अलिकति फलाम जस्तो लाग्ला है। बट देन हाम्रो चाहिँ के हुन्छ भने भल्ट, नामै भल्ट भनेको स्ट्रङ रुम पनि भन्छ। हामीले चाहिँ हाम्रो अफिसको जहाँ भल्ट छ त्यो कोठाभित्र अर्को कोठा बनाएको हो कि, त्यो बेसिकली त्यो कोठा चाहिँ बङ्कर हो होइन। हाम्रो चाहिँ युरोपियन स्ट्यान्डर्डको EN 1143-1 भन्ने स्ट्यान्डर्ड छ, उसको चाहिँ हायर ग्रेडको छ, जुन चाहिँ तपाईँको बमले नफुट्ने, ड्रिल नहुने हुन्छ कि। ड्रिल पनि तपाईँको हामीले बजार घरमा देख्ने नर्मल त्यो स्क्रु ड्रिल होइन, कोर ड्रिल भन्ने हुन्छ, डायमन्ड कोर ड्रिल भन्ने हुन्छ। त्यो अब संसारमा सबैभन्दा बलियो कडा वस्तु हिरा भयो, हिराको धुलो चाहिँ माथि लगाएको हुन्छ कि, अनि त्यसले तपाईँको कुनै पनि मेटलहरू चाहिँ इजिली सारेर ड्रिल गर्छ है। तर हाम्रो बल्ट सक्दैन होइन। अब बमले फुट्दैन, ड्रिल हुँदैन भनेपछि त चोर्न सम्भावना एकदम कम भयो है।
यो तपाईँको फिजिकल सेक्युरिटी भयो। त्यसको माथि अरू इलेक्ट्रोनिक सेक्युरिटिजहरू छ, जस्तै हाम्रो अलार्म सिस्टमको कुरा गर्ने हो भने अलार्म सिस्टमको 4वटा ग्रेड छ, ग्रेड 1, 2, 3, 4 बिङ दि मोस्ट होइन स्ट्रङ्गेस्ट। त्यसो हाम्रो चाहिँ 3 र 4 को कम्बिनेसन छ, अनि हामीले भन्ने बेलामा चाहिँ 3 भन्नुपर्छ, किनभने लोवरलाई चाहिँ क्याटेगोराइज गर्नु के भन्छ कोड गर्नुपर्छ। 3 र 4 को छ। ब्याङ्क्सहरूमा जानुहुन्छ भने जेनरली 2 हुन्छ है। अब यो कुरा बुझाउँदाखेरि बुझ्न चाहने र अथवा बुझिसकेकोले बुझ्छ, तर नयाँ मान्छेले यो बुझ्दैन होइन। अब यो किनभने यस्तो टेक्निकल कुराको इनहेरेन्ट एउटा कमी नै यही हो कि बुझ्नु चाह्यो भने बुझिन्छ, बुझ्नु चाहिँदैन भने बुझिन्न। अनि जेनरली पब्लिकहरूलाई यस्तो कुरामा त्यति चासो पनि हुँदैन कि, जबसम्म आफूमा पर्दैन तबसम्म हुँदैन। अनि त्यो छ। अनि त्यो भयो। अनि हाम्रो चाहिँ तपाईँको 24 आवर्स चाहिँ तपाईँको एउटा कम्पनीले मोनिटर गरेर आउँछ है। त्यसमा पनि विशेष गरी जब हामी बन्द गरेर जान्छौँ, बन्द गरेर गइसकेपछि उनीहरूले चाहिँ कन्टिन्यू मोनिटर गरेर आउँछ। त्यहाँ केही भयो कि अलार्म बज्छ। अब यस कस्तो छ भने सेक्युरिटीको कुरा सबै मैले यहाँ भन्न नमिले पनि कस्तो हुन्छ भने तपाईँको हाम्रो त्यहाँनिर हामीले चाहिँ अफिस बन्द गरेर हिँडेपछि त्यहाँनिर चाहिँ इमेजिनेरी तपाईँको लाइनहरू कोर्न मिल्छ कि क्यामेराको सफ्टवेयरमा। अनि त्यो लाइन तपाईँ जानुहुन्छ भने देख्नुहुन्न केही पनि छैन, तर तपाईँ क्रस गर्नुभयो भने अलार्म बज्छ है। बेला बेलामा हाम्रो फल्स अलार्म पनि बज्छ, कारण माकुराहरूले गर्दा। माकुराहरू अब कहिलेकाहीँ अलिक ठुलै साइजको हिँड्दियो भने अलार्म बज्छ। अब इमेजिन गर्नुहोस् माकुरा जानै सक्दैन होइन, यस्तो छ। अनि अब ओपनिङ आवरमा पनि सेफ छ। हाम्रो स्टाफ 1जना 2जना देख्नुहुन्छ, बट देन हाम्रो पुलिससँग चाहिँ डाइरेक्ट कनेक्सन हुन्छ होइन। अब त्यो पनि डिटेलमा गइनँ म, तर डाइरेक्ट त्यसरी सेफ हुन्छ। अनि अन टप अफ द्याट इन्सुरेन्सको पनि व्यवस्था छ। इन्सुरेन्सको नोबल सेक्युरिटी बक्स भन्ने चाहिँ हामी पार्टनरसिपमा काम गर्छौँ। इन्सुरेन्स हामीले दिने होइन, फेरि इन्सुरेन्स दिने अधिकार हामीलाई छैन। त्यो चाहिँ नोबल सेक्युरिटी बक्स भन्ने छ, एगेन फाइनेन्सियल कन्डक्ट अथोरिटीमा रेजिस्टर्ड अथोराइज छ। उनीहरू गएको 40-50 वर्षदेखि यो सेवा दिइरहेछ। उनीहरूले चाहिँ हाम्रो जस्तो के भने हाम्रो सेफ्टी डिपोजिट बक्सको सम्पूर्ण कन्स्ट्रक्सन गर्न अगाडि नै मैले उनीहरूसँग चाहिँ गएर कुरा गरेको हुन्छु कि, किनभने मेरो कस्टमरलाई उनीहरूले इन्सुरेन्स दिनको लागि त त्यो इन्सुरेन्स कम्पनीलाई पहिला ममा कन्फिडेन्स हुनु पऱ्यो नि त होइन। म क्यापेबल छैन, म लिगल्ली चाहिँ कम्प्लायन्ट छैन, मेरो सेफ्टी डिपोजिट बक्स कमजोर छ भने उसले मेरोलाई दिँदाखेरि त पछि के गरिकन मेरो कमजोरीले चोरी भन्दा तिर्ने ऊ हुन्छ नि त होइन। अनि उसकोबाट सुरुमै तिम्रो सेफ्टी डिपोजिट बक्स यसरी बनेको छ, तिमीले यसरी कम्प्लायन्स गरेका छौ, म्यानेजमेन्टको चाहिँ के छ क्यापेबिलिटी, त्यो सबै चेक गरेर कुरा गरिसकेपछि बनाएको हुन्छ क्या। त्यस कारणले त्यो कम्पनीले मेरो ग्राहकलाई इन्सुरेन्स दिन्छ।